एका देशमा एउटा गाउँ थियो। त्यस गाउँको बीचमा एउटा ठूलो बरको रुख थियो। उक्त बरको रुखमा एक जोडी सुगा थिए र उनीहरूले भर्खरै बच्चा कोरालेका थिए र केही कुरा गर्दै थिए। हेर बुढी, हाम्रो बच्चा पनि भए, अब हाम्रो खानकी पनि बढेर जान्छ। फेरि आजकल नजिकै चारा पनि पाइन छोडिसक्यो। एक मुठी चारा खोज्न पनि टाढा टाढासम्म पुग्नुपर्छ। त्यसै रुखको मुनि एउटा छत्तु बिरालो पनि बस्थ्यो। त्यो जहिले पनि सुगाको बच्चा कसरी खाने भनेर सोचिरहन्थ्यो। अनि ऊ एउटा जुक्ति सोचेर सुगाहरू नजिक गएर भन्यो, के कुराको चिन्ता गरिरहनु भएको दाइ भाउजू? हेर न बिरालो भाइ, हामी दुईजनै चारा खोज्न जान पर्यो। अब हाम्रो बच्चालाई कसले हेरिदिन्छ? ओहो दाइ भाउजू, म हुँदाहुँदै किन चिन्ता गर्नु भएको? म हेरिदिइहाल्छु नि। बिरालो भाइ, तर तिमीहरू त फटा हुन्छौ। भोलि हाम्रो बच्चालाई केही भयो भने कसरी विश्वास गर्ने तिमीलाई बा? दाइ भाउजू, म यो रुख मुनि हरिओम जपेर बसेकै 5 वर्ष भइसक्यो। ढुक्क हुनुस्, म हेरिदिन्छु बच्चाहरूलाई। भोलिपल्ट जब सुगा जोडी चारा खोज्न निस्के, चट्टो बिरालो सुतुक्क रुख चढेर बच्चा खाने मौका हेर्न थाल्यो। बिरालोलाई देखेर बच्चाहरू असाध्यै डराउन थाले। यसरी बच्चाहरूको कहाली लाग्दो आवाज सुनेर त्यहाँ वरिपरि रहेका कागहरू र अन्य चराहरू बच्चा छेउमा जम्मा भए। बिरालो भने डढाएर अलि ओरा सरिसकेको थियो। ठुलो हल्ला खल्ला सुनेपछि सुगा जोडी पनि बच्चाहरू नजिक आइपुगे अनि बिरालोलाई रुखबाट छाडिदिए। बिरालो सिधै तल काँडा घारीमा खस्यो र दुखाइले कराउन थाल्यो। यो दुष्ट बिरालोलाई ठिक्क पर्यो। अरूलाई नोक्सान पुर्याउन खोज्दा आफै फस्यो। अब त्यही काँडाले घुँचेर मरोस्। ठिकै छ, यसले सजाय पाइसक्यो। अब यसलाई धेरै दुःख नदिउँ, नत्र यो र हामीमा के फरक भयो र? अब सबै मिलेर यसलाई निकालौँ। अनि त्यसपछि सबै चराहरू मिलेर बिरालोलाई बचाउन खोजे। चराहरूको भारले काँडा झाडी अलिकति तल लच्कियो। त्यही मौकामा बिरालो फुत्त बाहिर निस्कियो। त्यसपछि बिरालोलाई आफ्नो गल्तीको महसुस भयो र सुगा जोडीसँग माफ माग्दै भन्यो, दाइ भाउजू, मलाई माफ गर्नुहोस्। माबाट ठुलो भुल भयो। अब म यस्तो काम कहिले गर्ने छैन। ल ठिक छ, एकचोटिलाई तिमीलाई हामीले माफ गर्यौ। अब आइन्दा यस्तो काम नगर्नु, मिलेर बस्नु। र अन्तमा अब सधैँ मिलेर बस्ने भनेर बाचा गर्दै सुगा, बिरालो र अन्य पशु पक्षीहरू खुसी साथ उक्त जङ्गलमा बस्न थाले भए।